अहिले कस्तो डान्स रे तेरो पर्स देखाइदियो त सुनमाला पर्स यसको पर्स फेरि हेर्नु है पर्समा त 1 लाख हो भित्र सम्पत्ति ओए सुन्दर टिलिक्क छ त अनि केटाहरूले भन्दै के मलाई दाइ मन लागेको छ भनेर तर साथी मैले भेटेँ हेर्दै यहाँनिर टक्क लाएर तिम्रो साथीलाई पनि मेरो तर्फबाट धेरै माया छ है सरलाईबाट भन्नु नि सरलाईलाई एकदम धेरै माया छ त्यसपछि अब बाबुले पनि यसो रोशन सिक्देल सरलाईलाई पनि माया छ है त आर्जदाईलाई मिस गरिरहेछ होइन आर्जदाईकै ठाउँमा आएर धेरै बेर भेट्नु पाएन दाइ रिसाइरहनु भएको होला सायद दाइ नरिसाउनु होइन अब नेक्स्ट टाइम आउनुपर्छ होइन विकेश नेक्स्ट टाइम आउँदा भेट्नुपर्छ अब नेक्स्ट टाइम हुनुहुन्छ आमा अहिले घरमा कस्तो हेलो गाइस हामी अब होटेलबाट निस्किन लागेको मोरेको छौँ आउन त 15-16 जना 20 जना केटाहरू आएको सबजनालाई आफ्नो पारा देखाइदियो औकात देखाइदियो अब हामी एउटै क्लासको केटाहरू चाहिँ छौँ सबजना म चुतियाहरू छ साला पैसाको लागि म आफ्नो आफ्नो मात्र हेर्ने रूपमा बसेको हुनु त हामी यही होटेलमा बस्यौँ पृथ्वी चोक छेउमै छ अब हामी लगभग खानासाना खाएर हिँड्छौँ बेलुकाको 6-7 बजीतिर पुग्ला होइन हामी 8वटा बाइकमा 16 जना आएको थियौँ कुनै केटाहरू औकात देखाइदिउँ ल हामी हिँड्छ भरे 6-7 बजीतिर पुग्ला अब बिचमा बिस्तारै छोटो भिडियो बनाउँदै जाउँ ल रोशन ल हामी चाहिँ हिजो खाना आएको ठाउँमा आइसक्यौँ अब यहाँ हामी खानासाना आएर निस्किन्छौँ होइन अब यहाँ हाम्रो खाना आएको छु गाइस हामी ल यहाँ एकदम भात खाना चिकन खाना आउँछ चिकन खाना 150 मा सादा खाना 100 मा यहाँ ल खाइदिन्छ यस्तो आमा 150 मा बवाल हान्ने आज पोर्क सुकुटी खाना चाहिँ 200 मा रे यो फेरि भित्तिको स्व्याग छुटेछ तेरो पर्स देखाइदियो त सुनमाला पर्स यसको पर्स फेरि हेर्नु है पर्समा त 1 लाख हो भित्र सम्पत्ति ओए सुन्दर टिलिक्क छ त पहिला त गहिरो जस्तै देखिँदो रहेछ यहाँ हेर न सो त्यो ग्याङ अब चाहिँ हामी खाना खान निस्किन लागेको हाम्रो केटाहरू चाहिँ यहाँ अगाडि छ होइन अब बाइकमा तेल हाल्नुपर्छ तेल हालेर अब सिधै काठमाडौँ अनि विकेश साथी वे टु केटिएम पोखराको हावा बाल्ने छु यो यहाँ हल्का रुगा लागिरहेको छ त्यही त हो नि त्यसै हामी यहाँ पेट्रोल पम्पमा आएको छौँ अब पेट्रोल सेट्रोल हालेर निस्किन्छौँ होइन अनि सो हामीले चाहिँ आर्जदाईलाई मिस गरिरहेछ होइन आर्जदाईकै ठाउँमा आएर धेरै बेर भेट्नु पाएन दाइ रिसाइरहनु भएको होला सायद दाइ नरिसाउनु होइन अब नेक्स्ट टाइम आउनुपर्छ होइन विकेश नेक्स्ट टाइम आउँदा भेट्नुपर्छ सो त्यही त हो नि दाइको स्टिकर चाहिँ यही सेफली छ है विकेश स्टिकर कहाँ छ तिम्रो त्यहाँ फोन पछाडि टक्क लगाएर तपाईँले भ्लग हेर्नु भइरहेको छ भने एकदम मुरी धन्यवाद यो स्टिकरको लागि अब भोलि पर्सि फेरि सिसन माने नवाज अन्सारी यतातिर त नवाज अन्सारी भनेर चाहिँ चिनिन्छ कपाल काट्नु भएको छ क्यारे दाइले कपाल काट्नु भएको छ सो त्यही त हो नि अब हामी तेल हालेर निस्किन्छौँ आज सायद हामी यता कसलाई भेट्ने रे अनिल सुनार दाइलाई विनोद दाइ पनि हुन्छन् क्यारे विनोद दाइ अञ्जन दाइ पनि हुन्छन् होला अब हेरौँ मैले कन्ट्याक्ट त गरेको थिएँ अञ्जन दाइ चाहिँ यता गोर्खा जाने भन्दै हुनुहुन्छ अब के कस्तो हुन्छ त्यो म त्यहीँ आएर तपाईँहरूलाई भनिहाल्छु होइन सो त्यही त हामी कहाँ छौँ भन्दा यता रोशन साथी अगाडि छु टिमलाई यहाँनिर चाहिँ हुन्छ नि विकेश चाहिँ काम गर्छ कि दाउरा थकालीमा अनि विकेश सरकै कम्पनीको ब्रान्च चाहिँ यहाँ पोखरामा नि खोल्दै रहेछ चट्टो लाएर ल हेर्नु त दाउरा थकाली लभली यत्रो ठुलो बोर्ड टिएफएक्सको हल जत्रै लभली उयो छ है एउटा रुमै जत्रो बोर्ड छ कि भने ल अझै हामी बिरोडामा ल मलाई सायद के भनेर थियो सो अब चाहिँ हामी निस्किने चट्टो लाएर राइड त दामी भयो विकेश एकदम मनिस्टर हामी कति किलोमिटर हिँड्यो साथी हामी 364 किलोमिटर 364 आज होइन आज कति साथी आज तिम्रो 2-3 गते समथिङ आज 3 गते चाहिँ थाहा भएन बुधबार बुधबार हो होइन अनि हामी अस्ति पनि ठ्याक्क आएको थियौँ अस्ति चाहिँ हामीले दाइसँग भेट्न यस्तो खतरा को हुनुहुन्छ भन्दै त
सरप्राइज भन्नु भन्दिनँ यता अनलिसनर दाइ हुनुहुन्छ दाइसँग फाइनली भेट भयो होइन जस्ट मेरो साथीहरूले भन्थ्यो कि होइन के भन्थ्यो भने हामी पहिल्यैदेखिबाट तपाईँको भ्लग हेर्थ्यौँ नि त होइन तपाईँ नाच्नु होइन हामीले त्यो कपी पनि गरेका छौँ कि हामी यता टुर जाने बेला त्यही डान्स हानेर कपी गरेका छौँ होइन अनि केटाहरूले भन्थ्यो कि भेट्न त दामी मन लागेको छ भनेर तर साथी मैले भेटेँ हेर्थेँ यहाँनिर टक्क लाएर तिम्रो साथीलाई पनि जस मेरो तर्फबाट धेरै माया छ है दाइ यसो सडाउट हान्दिनु न त सरलाईबाट भने नि सरलाई एकदम धेरै माया छ त्यसपछि अब बाबुले पनि यसो भ्लग स्लग हान्दो रहेछ के छैन रोशन सिक्देल छ रोशन सिक्देल सबैजनाले यसो माया गरिदिनु होला गएर यसो सब्सक्राइब गरिदिनु होला सरलाई पनि माया छ है त दाइ आउनु पर्यो क्या भरतालतिर आउँछु म तपाईँलाई भरताल त थाहा छ नि होइन भरताल त थाहा छैन सरलाई दिनुपर्छ भरताल तपाईँको 126 बिघामा बनेको छ कि कत्रो मान्छेको जोस होइन आर्टिफिसियल ताल भनौँ न मान्छेले बनाएको विश्वकै सबभन्दा ठुलो ताल हो कि मान्छेले बनाएको आउँछु एक दिन यसो घुम्न आउनु पर्यो बाइक त्यहाँनिर उयो छ कि त्यो पानीमा हिँड्ने त्यो जोस विदेशीवाला भाइब आउँछ कि दाइ दाइ एउटा नरिसाउनुलाई एउटा डान्स हान्दिनु यस्तो कस्तो डान्स रे तिमीले हानिसक्यो म के हान्नु अब केटाहरू कस्तो अचानक भेट भयो फेरि है अनएक्सपेक्टेड के ठ्याक्क फेरि धेरै खुसी लाग्यो होइन अब नेक्स्ट टाइम फेरि आउँदाखेरि बाटो फेरि नबिर्सिकन आउला होइन हुन्छ दाइ आज हामी पनि राम्रोसित जाऊ बिस्तारै जाऊ हुन्छ दाइ यसो फेरि एकचोटि सडाउन हान्दिनु ल हाम्रो नामै बिर्सियो रोशन सिक्देल हाम्रो ब्रोलाई पनि एकदम सपोर्ट गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला दाइ यता सरलाई आउने प्लान छ है सरलाईको सब्स्क्राइबरहरू बी रेडी होइन सरलाई आउँछु म एकदिन स्योर थ्याङ्क यू ल भाइ त्यो ग्याङ अहिले चाहिँ हामी मनोकामनामा आइपुग्यौँ अब मनोकामना मन्दिर दर्शन गर्न जानु हुन्थ्यो नि के गर्दा हुन्छ त्यस्तो साह्रो टाइम पनि छैन होइन टाइम छैन हाम्रो साथी फेरि फर्स्ट टाइम रे मनोकामना फर्स्ट टाइम लङ टुर बाइकमा होइन साथी एकदम कस्तो भयो त तिम्रो भ्याकेसन रमाइलो भयो भनौँ जाने चाहिँ अलिकति दुःख पाएको थियो आउने बेला रमाइलो भयो होइन तर हामी मनोकामना मन्दिर नगए पनि होइन नगए तापनि हामी मनोकामना मन्दिरको छेउबाट प्रसादीहरू लिएर घरमा लिएर जान्छौँ होइन टाढाबाट आएपछि घरमा यसो लग्यो भने चाहिँ हामी साथी अलिकति अहिले चाहिँ पिजनहरू लिएर जानु मिल्दैन रहेछ यार पिजन भन्नाले परेवा परेवा के मनोकामना वरिपरि परेवा छोड्यो भने देख्यो भने 500 रुपियाँ जरिमाना अरे त्यहाँ यत्रो छ पिजनहरू होइन पिजनको जनसङ्ख्या धेरै भएर हो क्या हो कम धेरै छ त ल हाम्रो चाहिँ यहाँ अनलाइन क्युआर हुँदा रहेछ हाम्रो दाइकोबाट यसो प्रसादी लिउँ होइन त्यही त हो नि क्या दाइ प्रसादीमा हामीसँग के होला हजुर मन्दिर जाने भन्दा पनि घर लिएर जानु पर्यो कि अब मन्दिर जाने त हुन्थ्यो टाइम छैन क्या धेरै सुन्तला मात्रै है त्यसै उयो ततिर यहाँनिर ल टक्क लाएर दिदी त गीत सुन्दै सुन्तला खाँदै हुँदो रहेछ आमा मनोकामनाको रसिलो हसिलो बसिलो दिदी पनि बसिलो सुन्तला पनि रसिलो के भन्छ होला विकास त्यही हो मलाई यो तिमीलाई थाहा छ एउटा कुरा नरिवलभित्र फुल पऱ्यो भने भाग्यमानी हुन्छ नि मैले नरिवल फुलाउँदाखेरि फुल पर्छ क्या 2-3 चोटि परिसक्यो कि मेरो लाइन एउटा छान त तिमीले ल फुल पर्छ साँच्ची मेरो भ्लग हेर्नु त 2-3 चोटि परिसक्यो मलाई फुल हेर्नु त तपाईँ यत्रो वर्ष एक्सपिरियन्स छ होइन यो सो त्यो हामी चाहिँ घर आइसक्यौँ होइन हिजै आएको अनि बाटोमा पनि धेरै भिडियोहरू बनाउनु पाइनँ किनभने बाइकले नि अलिअलि समस्या दिइरहेको थियो बाइकको अहिले पनि समस्यामै छ होइन सोरुम गएर बनाएर लिएर आउँदाखेरि पनि आउँदै थिएँ फेरि बाटोमा बिग्रिदिरहेको कि तपाईँको 5 किलोमिटर जति चाहिँ मैले मजाले पसिन होइन बल्ल डोराएर घरसम्म लिएर आएँ होइन अनि घरमा लिएर आएर चाहिँ बाइक यत्तिकै थन्केर बसिरहेको छ मैले त कसम भनेको खन पैसा तिरेर नयाँ बाइक किनेको सेकेन्ड ह्यान्ड बाइक किने जस्तो भइरहेछ क्या अब हुन्छ नि सर्भिस सेन्टरवालाहरूलाई पनि लाइक हुन्छ नि के बिग्रेको भन्ने थाहा नै छैन क्या कम तनाव भएको छ यहाँनिर अब हुन्छ नि पैसा तिरेर बनाएपछि त होइन अब तपाईँको 4 महिना भयो लिएको होइन 4 महिना भयो लिएको 4 महिनामा 8 चोटि बिग्रिसक्यो क्या अब लङ टुर गाउँ गए गाउँमा बिग्रिने पोखरा गए पोखरामा बिग्रिने पोखराबाट आए आउँदाखेरि बिग्रिने फेरि बनाएर लिएर आउँदा फेरि बिग्रिने होइन
के हो मलाई नफापे हो कि के हो होइन। अनि मैले खासमा पूजाहरू पनि गरेको थिएन बाइकमा, म आफैले पूजा गरेको थिएँ, त्यही भएर पनि हुनसक्छ। सोरुमको दाइहरू आउने भन्नुभएको छ बाइक लिनलाई होइन। अब के कस्तो हुन्छ त्यो म तपाईँहरूलाई फेरि भनि नै हाल्छु होइन। अनि धेरै पछि भिडियोमा ब्याक आएको छु, थाहा नै होला तपाईँहरूलाई। सो मिठोसँगले माया अझै दिइराख्नु होला होइन। अब आउने दिनहरूमा झन् रेगुलर गर्छु, अझै गर्छु भनौँ न होइन। तपाईँहरूले माया साथ सपोर्ट दिए त म अझै जोस आउने हो नि होइन। त्यही त हो नि ग्याङ। अनि जोस हाम्रो चाहिँ अनिललाईसँग भेट भएको थियो नि त। अनिललाई चाहिँ एकदम फ्रेन्डली हुँदो रहेछ कि, लाइक कतिजनाले भन्छ नि होइन अनिललाई यस्तो, अनिल सुनार यस्तो उस्तो भनेर, तर एकदम फ्रेन्डली हुनुहुँदो रहेछ क्या होइन। त्यो मान्छे भेट्ने मान्छेहरूले पनि के नराम्रो भनेर हुन्छ नि होइन, तर एकदम राम्रो के भेट्ने मान्छेहरूले पनि होइन। भेटिसकेपछि त होइन अब उसको त इच्छा पुरा भयो, भेट्ने इच्छा। अनि त्यहाँपछि चाहिँ अब भ्युजहरूको लागि भनेर ठोकिदिँदो रहेछ के, त्यस्तो चाहिँ नगरिदिनु होला होइन। अनि जस त्यस्तो गर्दाखेरि चाहिँ अब जस धेरै गाह्रो पर्छ नि होइन। धेरैजना अब राम्रो लाग्ने मान्छेहरूले पनि यस्तो नराम्रो रहेछ भन्ने हुन्छ नि त होइन। त्यस्तो चाहिँ हुनुहुन्न। जस हामी अनिल दाइको मम्मीसँग नि भेट्यौँ, अनि भाउजूसँग नि भेट्यौँ, एलेक्स भाइसँग भेट्ने भनेको एलेक्स भाइ चाहिँ स्कुल गएको रहेछ होइन। त्यही त हो नि ग्याङ। अनिल दाइको आमा भाउजूसँग चाहिँ हामी यहाँबाट जस जाने बेला भेट भएको थियौँ, त्यो जाने बेला भेट हुनुको ब्लग चाहिँ मैले हालिनँ होइन। जस यही भिडियोमा हालिदिन्छु म होइन। घरमा आइपुगेका छौँ। हामी चाहिँ उहाँ के अरे उयो सरलाईबाट के साथी सर ठिक छ। को हुनुहुन्छ आमा अहिले घरमा? कोही हुनुहुन्न? भाइ पनि छैन? एलेक्स भाइ छैन? कति जानुभएको छ अनिललाई? जस रमाइलो भएको थियो। अनि आउने बेला चाहिँ अनिललाई भेट्यो, धेरै खुसी भेट्यौँ होइन। धेरै खुसी लाग्यो, जो सोचेको भन्दा पनि राम्रो हुँदो रहेछ। मलाई पनि त्यो अरूको भिडियोहरू हेर्दाखेरि त अनिललाई यस्तो त नगर्नु पर्ने होइन, यस्तो राम्रो मान्छे हुनुहुन्थ्यो, यस्तो त होइन होला भन्ने जस्तो लाग्थ्यो क्या। तर भेटिसकेपछि चाहिँ थाहा भयो होइन। सो त्यही हो गाइज, छोटो मिठो ब्लग भएको छ। तपाईँहरूलाई के कस्तो लाग्यो भनिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ ब्याङ्ग पारामा हानिदिनु होला। अनि सरलाईको हुन्छ नि, सरलाईको मेरो फ्यामिलीहरूले चाहिँ हेरिराख्नु भएको छ भने सुनि नै सक्नुभयो होला। अनिललाई सरलाई आउँदै हुनुहुन्छ। सो बी रेडी है त। बाई बाई गाइज, अर्को भिडियोमा भेट्नुपर्छ।